नमस्कार। हामी श्री स्वस्थानी व्रतकथाको प्रसङ्गमा रहेका छौँ। श्री स्वस्थानी व्रतकथा प्रारम्भ गर्नु पूर्व पुष्पाञ्जली गरौँ। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदः प्रगमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनः यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभितः सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरः वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते। श्री स्वस्थानी देवी आफ्नो स्थानकी देवी हुन्। आफ्नो स्थानकी देवी भएको कारणले गर्दा श्री स्वस्थानी देवीलाई हामीले हाम्रो नेपालको आफ्नो भूमिमा उत्पन्न भएकी देवीको रूपमा पूजा गर्छौँ, आराधना गर्छौँ, अभ्यर्थना गर्छौँ, कामना गर्छौँ। जसले श्री स्वस्थानी देवीको उचित तवरले व्रत उपासना गरेको हुन्छ त्यसले आयु आरोग्य समृद्धि सबै प्रकारका फलहरू प्राप्ति गर्छ। जसले श्री स्वस्थानी व्रतकथालाई नियमपूर्वक सुनेको हुन्छ त्यसले पनि आयु आरोग्य समृद्धि प्राप्त गर्दछ, ऐश्वर्य प्राप्ति गर्दछ। जसले वाचन गर्दछ त्यसले पनि आयु आरोग्य समृद्धि ऐश्वर्य प्राप्ति गर्दछ। त्यसकारणले गर्दा श्री स्वस्थानी व्रतकथाको व्रत उद्यापन पूर्ण रूपमा, व्रत उपासना पूर्ण रूपमा गर्न नसके तापनि श्री स्वस्थानी व्रतकथालाई नियमित रूपमा सुन्ने सुनाउने प्रचलनहरू हामीले धारण गरेको खण्डमा अवश्यमेव हामी संसारमा विजयी बन्न सक्छौँ, आफ्नो जीवनलाई सहज बनाउन सक्दछौँ। त्यही सहज बनाउने प्रसङ्गहरूसँगै हामीले श्री स्वस्थानी व्रतकथाभित्र जसै दक्षको यज्ञ विध्वंस भइसकेपछि महादेवलाई सतीदेवीको याद आइसकेपछि यज्ञस्थलमा पुगेर हेर्दा सतीदेवीको शरीर अग्निले डढाएको तर सतीदेवी मृत अवस्थामा रहिरहेको देखिसकेपछि हा प्रिय भनेर विरह विहार गर्नुभयो र विरह व्याप्त भइसकेपछि उहाँले उक्त शरीरलाई आफ्नो काँधमा बोक्नुभयो र संसारमा एकदम प्रेमी विरह भएको अवस्था जस्तै गरेर महादेव पनि त्यहाँबाट हिँडिरहनुभयो। यसरी हिँड्दा हिँड्दा दिव्य हजारौँ वर्षहरू बिते। जसै देवताहरूले यो दृश्य देखे कि स्वयं संसारको सृष्टि स्थिति र लय गर्नुहुने महादेव यसरी विरहमा पर्नुभयो भने त संसार ठप्प हुन्छ, चल्न पाउँदैन, सुसञ्चालन हुन पाउँदैन। त्यसै कारणले गर्दा हे विष्णु तपाईँले केही उपाय गर्नुहोस् भनिसकेपछि विष्णुले देवताहरूलाई आश्वस्त बनाएर फर्किँदाखेरि उहाँले सोच्नुभयो कि महादेवले सतीदेवीको शरीर बोकेर हिँड्नु भएको छ, यो शरीरलाई जसरी भए नि महादेवबाट छुटाउनु पर्दछ, होइन भने शरीरको पुनर्जन्म पनि हुँदैन, प्राप्ति पनि हुँदैन। त्यसैले उहाँले औँस्या माखा उत्पन्न गराउनु भयो, शरीर गलाउन थाल्नुभयो। महादेव जहाँ जहाँ जानुभयो त्यहाँ त्यहाँ शरीर गलित भएर एक एक अङ्गहरू पतन हुन थाले। तिनै पतन भएका अङ्गहरूमध्ये पहिलो अङ्ग गुह्य थियो। त्यो गुह्य नेपालमा गुह्येश्वरीमा पतन भएको थियो र त्यहाँ एक लिङ्ग शिवलिङ्ग स्थापित भएर त्यहाँ अनेक अनेक पूजाहरू स्थापना हुन पुगेका थिए। 64 योगिनीहरू, देवीहरू, ईश्वरीहरू, भावहरू त्यहाँ स्थापित भएर गुह्येश्वरी पीठ विशिष्ट नामले परिचित पनि हुन पुगेको प्रसङ्गलाई हामीले अगाडिपट्टि जोड्यौँ। महादेव जहाँ जहाँ जानुभएको छ सतीदेवीलाई बोकेर जहाँ जहाँ पुग्नु भएको छ त्यो पुग्नुभएका स्थानहरू पनि पवित्र पीठको रूपमा स्थापित भएका छन् र पवित्र पीठका रूपमा स्थापित भएका ती पीठहरूमा स्वयं एक एक स्वयम्भू लिङ्ग महादेवले स्थापित गरिदिनु भएको छ। त्यसको कारणले गर्दा शिव र शक्ति, शिवलिङ्ग र शक्ति पीठहरू स्थापना हुनुको कारणले प्रकृति र पुरुष सम्मिलनबाट तत्त क्षेत्रहरू विकसित बनेका, तत्त क्षेत्रको पवित्रता विशिष्ट बनेका प्रसङ्गहरू हामीले यहाँहरूलाई सुनायौँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विश्वभरिमा महादेव हिँडिरहनु भयो, विश्व भन्ने स्थानमा पुग्नुभयो। त्यहाँ पुग्दा देब्रे स्तन पतन भयो सतीदेवीको, विश्वपीठ त्यहाँ बन्यो। भुवनेश्वरी देवी, भुवना योगिनी, कृष्ण वर्णेश्वर महादेव त्यहाँ उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे।
त्यस पुण्यभूमिमा कृष्णले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। कृष्णले तिनै लोकका स्त्रीहरू मदेखि मोहित होउन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि राजगृहमा पुग्दा दाहिने कुहिनो पतन भयो। राजगृह पीठ, राजगृहेश्वरी देवी, उल्कामुखी योगिनी, हरेश्वर महादेव त्यहाँ उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा वायुले सुगन्ध बहाई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनले सबै जीवात्माको प्राणवायु हुन पाऊँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि महापन्थमा पुग्दा देब्रे कुहिनो पतन भयो। महापन्थ पीठ, प्रचण्ड चण्डिका देवी, रेणुका योगिनी, विश्वामित्रेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अप्सराहरूले नाचगान गरेर अनेक प्रकारले तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। अप्सराहरूले इन्द्रादि देवतालाई मोह गर्न सक्ने शक्ति प्राप्त गरौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि कोल्हापुरमा पुग्दा उदर पीठ पतन भयो। कोल्हापुर पीठ, महालक्ष्मी देवी, नन्दा योगिनी, मसानेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा गरुडले रत्न एवं फलफुलहरू चढाई ठुलो तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान माग भनिन्। गरुडले नागहरू मेरा आहारा बनुन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि एकापुरमा पुग्दा दाहिने घुँडो पतन भयो। एकापुर पीठ, साधुक्षी देवी, शङ्कुपा योगिनी, उन्मत्तेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा शिलाहरूले आई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। शिलाहरूले देवताका अङ्गमा लागौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। त्यसपछि ओमकारेश्वरमा पुग्दा दाहिने मृगौला पतन भयो। ओमकारेश्वर पीठ, मातृका देवी, पूर्णोदरी योगिनी, सन्तानेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा कल्पवृक्षले नाना तरहका फलफुल चढाई पूजा गरी तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। कल्पवृक्षले जे चितायो त्यही फलाउन सकूँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। त्यसै गरी जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो। जयन्तीपुर पीठ, जयन्ती देवी, खेचरा योगिनी, कल्पेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा तुलसी कुशले आई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। तुलसी कुशले स्वर्ग, मर्त्य, पाताल तिनै लोकले हामीलाई मानुन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। त्यसै गरी उज्जैनमा पुग्दा रगतको फाल्सा पतन भयो। उज्जैन पीठ, महाकाली देवी, लल्ल जिह्वा योगिनी, झङ्केश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा हिमालय पर्वतले गई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनले देव दानव मनुष्य सबैलाई मोक्ष प्रदान गर्न सकूँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि चरित्रपुरमा पुग्दा दाहिने करङ पतन भयो। चरित्रपुठ पीठ, स्वर्णेश्वरी देवी, चित्रवर्णी योगिनी, वायव्येश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा योगिनी गणहरूले तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। योगिनी गणहरूले मन्त्र सिद्धि होस् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। त्यसै गरी छिरिकापुरमा पुग्दा भुँडी पतन भयो। छिरिकापुर पीठ, युगाध्या देवी, कलङ्की योगिनी, सहस्रनेत्रेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा मातृकागणले नाना उपचारले पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनीहरूले स्थान स्थानका मालिक हामी बन्न सकौँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। फेरि हस्तिनापुरमा पुग्दा दाहिने कुम्पतन भयो। हस्तिनापुर पीठ, चण्डेश्वरी देवी, कोटराक्षी योगिनी, सुमुखारेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा सुदर्शन चक्रले आई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनले संहारकर्ता हुन सकौँ भनी मागे। त ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। सुदर्शन चक्रले समेत तपस्या गरेका प्रसङ्गहरूबाट हामी बुझ्न सक्दछौँ कि संसारका जति पनि शक्ति छन् ती शक्तिहरूले समेत स्वयं सत्यदेवका अङ्गबाट उत्पन्न भएका पीठहरूमा ईश्वरीको आराधना गरेर अझ शक्तिशाली बन्ने र कहिले पनि ननासिने किसिमका बन्न सक्ने क्षमताहरू प्राप्त गरेका छन्। हामीले कुनै शक्ति प्राप्त गर्नु छ भने यसै संसारबाट शक्ति प्राप्त गर्न सक्ने बन्नु पर्दछ। त्यो नै वास्तवमा हाम्रो निमित्त शिक्षा हो। यसैगरी उड्डयनमा पुग्दा शिरको हड्डी पतन भयो। उड्डयन पीठ, विमला देवी,
पिङ्गलाक्षी योगिनी यक्षेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा हनुमानले तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनले रामचन्द्रको सेवक भई लङ्का दाह गर्न सकूँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि प्रजङ्गमा पुग्दा फोक्सो पतन भयो। प्रजङ्गपीठ सुन्दरी देवी सिंह बेगा योगिनी महेन्द्रेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा 10 अवतारले आई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। 10 अवतारले सत्य त्रेता द्वापर कली चारै युगमा दैत्यहरूको संहार गर्न सकौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि विश्वमा पुग्दा देब्रे मृगौलो पतन भयो। विश्वपीठ झङ्केश्वरी देवी झङ्काली योगिनी कुण्डलेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा शिव र शक्तिको विश्वकर्माले रङ्गबिरङ्गका देवल बनाई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनले मेरा शिल्पको कीर्ति चारै युगमा रहिरहोस् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिए। यसै गरी मायापुरमा पुग्दा फियो पतन भयो। मायापुर पीठ मायादेवी चञ्चला योगिनी तपेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा 64 लिङ्गले जप ध्यान गरी तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। 64 लिङ्गले स्वयम्भू लिङ्ग भइरहौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। फेरि मल्लागिरीमा पुग्दा बायाँ कुम पतन भयो। मल्लागिरी पीठ मालिका देवी कोकरा योगिनी कुशोत्पन्नेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा भूत प्रेत पिशाचले नाची खेली तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनीहरूले सधैँ हजुरका नगिचमा बस्न पाऊँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। यसै गरी मलयगिरीमा पुग्दा आसन पतन भयो। मलयगिरीपीठ वज्रेश्वरी देवी कोबला योगिनी जागेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा सत्यले आई तपस्या गरे। ईश्वरी प्रसन्न भइन्, वरदान ल्याऊ भनिन्। उनले सत्यमा रहनेको उद्धार गर्न सकूँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि सेनमा पुग्दा मुटु पतन भयो। सेनपीठ उमादेवी अष्टवक्रा योगिनी कागेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा सूर्य चन्द्र मङ्गल आदि नवग्रहले तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनीहरूले लाभ हानिको अधिकार हामीमा रहोस् भनेर मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि मेरुगिरीमा पुग्दा सूची स्थान पतन भयो। मेरुगिरीपीठ पूर्णादेवी कपालिनी योगिनी जिह्वापतेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा 7 नाग आई हीरा मोती माडी माणिक्य आदि नाना रत्न चढाई पूजा गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनीहरूले हाम्रा शरीर अगम्य होन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। त्यसै गरी महेन्द्रमा पुग्दा दाहिने तिग्रा पतन भयो। महेन्द्रपीठ इन्द्राक्षी देवी ऊर्ध्वगामिनी योगिनी तारकेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा लक्ष्मीले थरीथरीका द्रव्य चढाई तपस्या गरिन्। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। लक्ष्मीले कार्तिक कृष्ण अमावास्या अर्थात् गाई तिहारे औँसीका दिन सबै लोकले मेरो पूजा गरून् भनी मागिन्। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि बानरपुरमा पुग्दा देब्रे तिग्रा पतन भयो। बानरपुर पीठ कामेश्वरी देवी भेरुण्ड योगिनी वेदान्तेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा कमल आदि पुष्पहरूले सुवास फैलाउँदै तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। उनीहरूले पूजा गर्ने बेलामा हामीहरू प्रशस्त हौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। यसै गरी हिरण्यपुरमा पुग्दा योनि पतन भयो। हिरण्यपुर पीठ नवरत्नेश्वरी देवी त्रिपुरेन्द्र योगिनी नारदेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे। त्यस रत्नभूमिमा सरस्वतीले थरीथरीका स्तोत्रहरूले स्तुति गरिन्। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। सरस्वतीले सबै जीवात्माका बोलीमा मेरो बास होस् भनी मागिन्। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। यहाँनिर आउँदा गुह्य पतन भएको गुह्येश्वरी पीठ र योनि पतन भएको हिरण्यपुर नवरत्नेश्वरी पीठका बीचमा केही अन्तर छ। योनि र गुह्य अलिकति फरक भाग हुन्। यी फरक भाग भएको कारणले गर्दाखेरि हामीले गुह्येश्वरीलाई योनि भाग भन्छौँ। योनि भाग होइन, त्यो गुह्य भाग मात्रै हो। योनि भाग चाहिँ विशेष गरी त्रिपुरेन्द्र योगिनीको रूपमा नारदेश्वर महादेव उत्पन्न भएको ठाउँमा नवरत्नेश्वरी देवी उत्पन्न भएर हिरण्यपुर पीठमा
रहेकी छिन् र त्यहाँ चाहिँ सरस्वतीले तपस्या गरेर सारस्वत भाव प्राप्त गरी वरदान प्राप्त गरेर सबैको जिब्रामा आफू बस्न सकौँ भन्ने वरदान प्राप्त गरेको प्रसङ्गलाई यहाँ जोडिन्छ। त्यसै गरी लक्ष्मीपुरमा पुग्दा देवरे करङ पतन भयो। लक्ष्मीपुर पीठ कमलाक्षी देवी, दिगम्बरा योगिनी, त्रिकुटेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा अणिमा आदि अष्टसिद्धिले योग मार्गले तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। अष्टसिद्धिले हामीहरू अमर हौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि उद्यानमा पुग्दा कुण्डौलो पतन भयो। उद्यानपीठ त्रिपुरा सुन्दरी देवी, सुशङ्कोदरी योगिनी, भैरवेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा मेघ बादलले आई सिमसिम पानी वर्षाई तपस्या गरे। ईश्वरीले प्रसन्न भई वरदान ल्याऊ भनिन्। मेघले संसारलाई जलदान गर्न सकौँ र जलदान दिएर उद्धार पनि गर्न सकौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान पनि दिइन्। फेरि छाया छत्रमा पुग्दा बाँकी रहेका सम्पूर्ण अङ्ग पतन भए। छाया छत्रपीठ छत्रेश्वरी देवी, सुसुकोदरा योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा अष्टभैरवले थरीथरीका उपचारले पूजा गरे। ईश्वरी प्रसन्न भइन्, वरदान ल्याऊ भनिन्। उनीहरूले मातृका गणका मालिक हौँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। यस्ता प्रकारले हे अगस्त्य मुनि, जहाँ जहाँ सतदेवीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एक पीठ उत्पन्न हुँदै गए। सबै पीठहरूको कुल सङ्ख्या 7,50,00,000 बताइन्छ। तीमध्ये 50वटा पीठको मात्रै हामीले वर्णन गरेका छौँ। ती 50 पीठहरूमध्ये एकै पीठको मात्र दर्शन गरेमा पनि जोसुकै मानवले पनि मनले चिताएको पुग्दछ। मन, वचन र कर्मले गरेका सबै पापको नाश हुन्छ, सद्धर्मको जागरण हुन्छ। मनुष्य जन्म लिएर 50 पीठहरूमध्ये एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसको जन्म व्यर्थ गयो भनी चतुर्मुख ब्रह्माले स्वयं आज्ञा गर्नुभएका प्रसङ्ग पनि आउँदछन्। श्री स्वस्थानी व्रतकथामा सतदेवीका अङ्गहरू जहाँ जहाँ पतन भए त्यहाँ त्यहाँ पवित्र पीठहरू उत्पन्न भइसकेपछि तिनै पीठहरूको पूजा आराधना अभ्यर्थना गर्दाखेरि जुन प्रकारको शक्ति हामीमा प्राप्त हुन्छ त्यही शक्तिको विशिष्ट चर्चा गरिएको हो। वास्तवमा त्यसलाई विशद चर्चा गर्दा हामीले अनेकानेक प्रसङ्गहरूसँग प्रतिबिम्बात्मक अर्थहरू जोड्न सक्दछौँ र जोडिएका ती अर्थहरूले हामीलाई समूल जीवन जगत सुसञ्चालनका लागि एउटा एउटा नवीन सन्देश दिइरहेका हुन्छन्। आउनुहोस् पुष्पाञ्जली गरौँ। उपनयतु मङ्गलं व सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दिनदावीक्षण कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु सरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृतः या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासनः या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वतीं भगवतीं निःशेषजाड्यपः कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मनो वा प्रकृतिर्स्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत्। श्री स्वस्थानी परमेश्वरीका वरद कृपाहरू प्राप्त गर्दाका प्रसङ्गहरू श्री स्वस्थानी व्रतकथाको अध्याय 1 देखि क्रमिक रूपमा अगाडि बढेका छन् र ती प्रसङ्गहरूलाई हामीले जीवन र जगतसँग जोडेर हाम्रो जीवनको भावसँग जोडेर कर्मसँग जोडेर विशेष रूपमा हेर्न पनि सक्दछौँ, जान्न पनि सक्दछौँ। त्यही विशेष रूपमा हेर्ने, जान्ने, विशद रूपमा मान्ने प्रसङ्गहरूलाई नै हामी जीवन भन्दछौँ। जीवो जीवस्य जीवनम। यो जीवनको सर्कल, यो जीवनको साइकल फरक किसिमको छ। यिनी साइकलहरूका भाव, गरिमा र गाम्भीर्यसँग हामीले श्री स्वस्थानी व्रतकथाको प्रतीकात्मक अर्थ खोज्नुपर्ने हुन्छ। हवस् त, आजको लागि श्री स्वस्थानी व्रतकथा यति नै। अर्को पटक हामी फेरि जोडिनेछौँ। नमस्कार।